विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असार 15 गते देशैभरि धान दिवस मनाउने भएको छ। नेपाल कम्युनिस्ट पार्टीले 40 बिघा भन्दा बढी खेतीमा रोपाई गरेर धान दिवस मनाउने भएको छ। सो पार्टीका महासचिव विप्लव सिंहले देशभर 40 बिघा खेतीमा रोपाई गरेर आज अर्थात् असार 15 गते धान दिवस उद्घाटन गर्ने बताएका छन्। महासचिव विप्लव सिंहले सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत पार्टी केन्द्रीय ब्युरो जिल्ला कमिटी र जनवर्गीय सङ्गठनले 100 बिघामा धान लगाउने बताएका छन्। उनले आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति अनुरूप विभिन्न जिल्लामा धान लगाउन थालिएको बताएका छन्। महासचिव विप्लव सिंहले भने आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन अघि सारेका छौँ। यसको चर्चा विश्लेषण व्यापक छ। यसलाई प्रयोगमा लैजाँदै अत्यन्तै विश्वास र समर्थन पाएका छौँ। असार 10 गतेदेखि असार 30 गतेसम्म बसौनी बाली उत्पादन गर्ने महासचिवदेखि पार्टी सदस्य जनवर्गीय सङ्गठनका नेता कार्यकर्तालाई पनि उत्पादनमा जोड दिएका छन्। उनले पार्टीका केन्द्रीय नेताहरू सहभागी भई बर्दिया, कपिलवस्तु, चितवन, सुनसरी, सिन्धुली, सल्यानका 40 बिघाभन्दा बढी उत्पादन गर्न लागेको बताएका छन्। आफूले यो अभियानले किसानलाई उत्प्रेरित गर्नुका साथै कृषकमा पनि थोरै भए पनि योगदान गर्न अपेक्षा लिएको बताएका छन्। महासचिव विप्लव सिंहले पार्टी उत्पादनमा लागेपछि नेता कार्यकर्तालाई मात्र नभई सर्वसाधारणलाई समेत सकारात्मक प्रभाव परेको बताएका छन्। संसदीय राजनीतिक पार्टी वा सरकार पक्षले अनि आजको दिन औपचारिकतामा धान दिवसको रूपमा मनाउने गरेको छ। तर नेकपाले भने कृषि आम सर्वसाधारणको चासो बढेपछि र आम राजनीतिज्ञ उत्पादन र श्रमसँग नजिडेको भन्दै उहाँले गुनासो पोखेका छन्। देशलाई आत्मनिर्भर, पार्टीलाई आत्मनिर्भर र कार्यकर्तालाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नु भएको उहाँले बताएका छन्।